नमस्कार, म जगन्नाथ अर्याल, क्राउन डाइरेक्टर एट हेल्दी लिभिङ नेपाल। विगत 5.5 वर्षदेखि म इन्डस्ट्रीमा छु, सिक्दैछु, सिकेका कुराहरू व्यवहारमा उतार्दै अघि बढ्दै गइरहेको छु र आज म यहाँहरूलाई CNC कन्सिस्टेन्सीको बारेमा बताउन गइरहेको छु। हेल्दी लिभिङमा रहेको तपाईँको कन्सिस्टेन्सी त्यो एउटा व्यापार, एउटा मोडल छ जहाँ चाहिँ ग्राहकले उच्चतम प्रतिफल लिन सकिन्छ। CNCलाई बुझ्नु पहिला हामी PV को बारेमा बुझौँ। हेल्दी लिभिङमा हरेक सामानहरू पाइन्छ हाम्रो घर परिवारमा चाहिने। यहाँ चाहिँ तपाईँको RS 50 देखि 60 एभरेजमा खर्च गर्दाखेरि चाहिँ हामीले 1 पोइन्ट पाउन सक्छौँ र हामीले 60 पोइन्टको सामान निरन्तर 4 चोटि, पहिलो महिना 60 पोइन्ट, दोस्रो महिना 60 पोइन्ट, तेस्रो महिना 60 पोइन्ट, चौथो महिना 60 पोइन्टको सामान खरिद गऱ्यौँ भने पाँचौँ महिनामा चाहिँ हामीले रु 2000 को सामान हामीले फ्रीमा प्राप्त गर्न सक्छौँ। र यो 60 पोइन्टको सामान हामीले तपाईँको निरन्तर 100 पोइन्ट 4 महिना गऱ्यौँ भने चाहिँ पाँचौँ महिनामा चाहिँ हामीलाई रु 4000 को सामान हामीले चुज गरे अनुसार फ्रीमा प्राप्त गर्न सकिन्छ। यो 100 को ठाउँमा हामीले 200 पोइन्टको नि गर्न सकिन्छ, 300 पोइन्टको नि गर्न सकिन्छ र म्याक्सिमम 400 पोइन्टको एउटा व्यक्तिले आफ्नो आइडीबाट 400 पोइन्ट गर्न सक्छ र 400 पोइन्ट गर्दा चाहिँ उसले 16000 को सामान फ्रीमा प्राप्त गर्न सक्छ भने 300 पोइन्टको गर्दाखेरि 12000 को र 200 पोइन्टको गर्दाखेरि चाहिँ 8000 को सामान पाँचौँ महिनामा फ्रीमा प्राप्त गर्न सकिन्छ। र यो सामानहरू चाहिँ हेल्दी लिभिङका प्रोडक्ट्सहरू तपाईँ हामीले आफूले चुज गरेर लिन सकिन्छ। र यो चाहिँ कसरी गर्न सकिन्छ त भन्दा नयाँ न्यू साथीहरूलाई चाहिँ 1 देखि 31 तारिक नै हुन्छ। नयाँ साथीहरूलाई जो पहिलोचोटि जोड्दै हुनुहुन्छ, दोस्रो महिनाबाट तेस्रो, चौथो, तपाईँको दोस्रो, तेस्रो, चौथो महिना चाहिँ 2 तारिकबाट 14 तारिक हामीले तपाईँको मिनिमम आफ्नो कुन पोइन्टमा छौँ, 60 पोइन्टको छौँ भने निरन्तर 60 पोइन्टको, 100 पोइन्टको छौँ भने निरन्तर 100 पोइन्टको चाहिँ 2, 3, 4 चाहिँ हामीले गर्नुपर्ने हुन्छ। र पहिलो महिना चाहिँ पहिलो साथी हुनुहुन्छ भने चाहिँ पहिलोपटक चाहिँ जहिले गर्दा नै हुन्छ 1 देखि 31 तारिकसम्म। र फेरि कसैले तपाईँको 4 महिनाको लिइसक्नु भयो, फेरि CNC गर्न पऱ्यो भने अबको सिजनमा चाहिँ 2 देखि 14 तारिकसम्म हामीले तपाईँको 100 पोइन्ट गर्नुपर्ने हुन्छ। यसरी हामीले CNC गर्दाखेरि एक्स्ट्रा 20% बेनिफिट प्राप्त गर्न सक्छौँ। 20% तपाईँ हाम्रो के हुन्छ त सेभिङ हामीले यहाँबाट बनाउन सक्छौँ। त्यस कारणले गर्दाखेरि CNCमा बसौँ र त्यही सामान चाहिँ CNC मार्फत मात्रै 20% सक्दोमा ल्याउँ भन्न चाहन्छु।